ए भए जम्माया घुमेर माया के जाने कि नजाने फिक्स लास्ट भनिदिनु नजाने अहिले आउला भनेर 1 गतेदेखि 15 गतेसम्म 15 चोटि मात्र हैन मैले 30-40 चोटि सम्झे कि आज सोचे त्यही भएर आज म हजुरले जुन अहिले यो दाजुलाई म भन्छु एउटा बियर खुवाउनु पर्छ काका त्यसपछि मात्र हजुरको म भिडियो बनाउँछु नत्र बनाउँदैन भन्ने हो बियर खुवायो भने यसको भिडियो बनाउने हो नत्र भिडियो पनि बनाउने होइन त्यस्तो छ ठिकठाक माल पानी काका तल गाडी खाली गर्न गएको छ अनि आजको लास्ट भन्दा पहिला हजुरलाई म के भन्न चाहन्छु भन्दाखेरि यो चस्मा चाहिँ मेरो काकाको चस्मा हो आज पुस 15 गतेका दिन चस्मा पनि झरिहाल्छ बे फेरि हैन ठिकठाक छ मैले 15 चोटि मात्र हैन लगभग 30-40 चोटि सोचे कि तर यो पुस 15 कहिले आउला भनेर किन भन्दाखेरि यो चस्मावाला काका र जुन अहिले हजुरले यो अगाडि गाडी देखिरहनु भएको छ त्यो गाडी चाहिँ अहिले क्लियर रूपमा देखिएको छैन किन भन्दाखेरि अहिले दिउँसोको 2-3 बजिरहेछ अनि सूर्य पनि उताबाट अहिले के भन्छ लगभग के भन्ने उता र मेरो त्यो सम्झौता भइहाल्यो के बाबु काका आऊ हैन त्यतिखेर हाम्रो सम्झना पार्टी गरौँला आज तिमीलाई एउटा बियर खुवाउला त्यसपछि मेरो सम्झना पनि तिमीप्रति राखिदिनु भनेर मलाई 1000 रुपैयाँ दिएको छ त यो 1000 रुपैयाँ भनेको अहिलेसम्म मैले कसैलाई पनि मागेको छैन काकाले आफ्नै खुसीले उहाँले मेरो पीडा बुझेको यो ठाउँमा मैले काम गर्दै गरेको लगभग तपाईको 7 महिना कम्प्लिट भइसकेको छ 7 महिनाभित्र मेरो यो फेसबुक फ्यामिली युट्युब फ्यामिली भित्र कतिजनाले वाइफाईमा इन्टरनेट चलाउनुहुन्छ कतिजनाले डाटामा चलाउनुहुन्छ म चाहिँ यहाँ डाटामा चलाइरहेको छु 1 महिनाको 1000 भने नि लगभग 7000 रुपैयाँ त डाटामै सिद्धिहाल्यो त्यो डाटाको रकम फर्काउन लायक सरह पनि हजुरले मलाई बनाउन सक्नु भएको छैन या मैले बन्न सकेको छैन कि हजुरको साथमा म जिउँदैछु भनेर पुग्न नसकेको हो कि मैले आफू बुझेअनुसार त म जिउँदैछु भनेर रेगुलर रूपमा अपडेट गरिरहेकै हुन्छु र हजुरले हजुरबाट मैले पाउनुपर्ने माया भनेको लाइक और सब्सक्राइब हो जस्तो काकाको चस्मा चाहिँ पछाडि जुन गाडी अहिले लोड भइरहेछ यो गाडीको साउजी भनौँ कि मेरो काका भनौँ के गाडी चाहिँ यहाँ धेरै छ 3-4 वटा छ हैन यो गाडी चाहिँ आफै साउ आफै ड्राइभर मेरो काका हैन यो गाडी लोड भयो मैले हजुरलाई सुरुमा भनेको सुन्नु त्यसपछि गाडी स्टार्ट अहिले गर्नु त्यसपछि के भन्नुको मैले न मलाई यो खाना लाउनलाई मैले यो एमबी किनेर पुगिरहेछ हैन म दुनियासँग म जुन अहिले त्यो फेक आइडीहरूलाई यिनीहरू भुलाइरहेछन् टाइम पास गरिरहेछ म जुन अर्ग्यानिक हो यो ओरिजिनल हो जुन कुरा मैले गरिरहेको छु त्यही मेरो फेसबुक फ्यामिली परिवारहरूले युट्युब परिवारले सिक्छ बुझ्छ त्यस्तै आज हजुरको तर्फबाट मैले भन्न खोजेको न मलाई यो एमबी किनेर त्यो कमाएर यहाँबाट पुगिरहेछ न हजुरले म यहाँ काम गर्दैछु हजुरसँग यहाँको कमाइले पुगिरहेछ हजुरको यो इन्ट्रोडक्सन मैले फुल्ली रूपमा दिनु अझ बाँकी नै छ सर्टकट मात्र दिएको छु यो कुन गाडी हो कस्तो काकाको भन्ने कुरा भन्नु बाँकी नै छ त्यो यसको भन्नुभन्दा पहिला एउटा यो क्यान बियर भन्ने हुनुपर्छ ओके गाडीहरू पनि हेर्नु न आजको समयमा चाहिँ कस्तो कति गाडी हो यार आज माइ गॉड कति गाडी हो एकैचोटि सोचेकै थिएन म त आजभोलि यति प्रगति भइरहेछ हाम्रो कम्पनीमा म भएको एरियामा भनेर सोचिरहेको थिएन यार एकैचोटि साला 3टा योभन्दा अगाडि जुन हजुरले भाले देखिरहनुहुन्थ्यो त्यो भाले होइन यो भालेहरू चाहिँ छुट्टै भालेहरू हुन् यस्तो चाहिँ 2टा भाले अगाडि गइसक्यो फेरि अनि एउटा भाले आउँदैछ यो भालेको पछि फेरि एउटा पोथी पनि छ भाले मात्र चलेर त हुँदैन फेरि पोथी पनि चाहिन्छ ठाउँमा हरेक फिल्डमा तर म जाने भनेको त्यही काकाको गाडीमा हो त्यो काकाको गाडी तलतिर खाली गरेर आउँदैछ उहाँले मलाई भन्नुभएको छ बाबु आज तिम्रो र मेरो यसो भेटघाट हुन्छ त्यसमा तिमीलाई मेरो तर्फबाट म एउटा बियर पनि खुवाइदिन्छु उहाँले मलाई खुसीका साथ आफ्नो मनबाट मस्तिष्कबाट निकालेर मलाई भन्नुभएको छ त्यसमा म पनि खुसी छु तर जुन कुरा काका र मेरो भइरहन्छ चलिरहन्छ त्यो कुरा जुन हजुरले पनि बुझ्नुहुनेछ देख्नुहुनेछ अनि काकुले यार गाडी खाली गरेर रिटर्न पनि आइसक्यो खर्च पानी पनि केही लिया होला अब त्यो खर्च पानीले सिधै खोलामा गएर हामी एक-एकवटा बियर हान्ने हो त्यसपछि हुन्छ अरू कार्यक्रम यति ठुलो संसारमा तिमीलाई रोज्नु भुल भयो
हेर्नु त अब यस्तो मोड छ यार। योभन्दा पहिला कस्तो मोड थियो यो केही साथीहरूले बुझ्नु भएको होला भन्ने लाग्छ मलाई। यो मोडलाई केही नभन्नु भने नि लगभग 6-7 लाख जनाले माया गरिदिनु भएको छ, हेरिदिनु भएको छ। अनि मान्छेहरूलाई पनि यार गर्मी भए नि नहुने, चिसो भए नि नहुने, हिउँ छँदाखेरि बरिखा चाहिने, बरिखा हुँदाखेरि हिउँ चाहिने, बरिखामा हिलो भयो भनेर टेन्सन, पानीको कमीको कारणले अब हिउँदमा पुस धुलोको टेन्सन। अर्को जक्सनमा जाँदैछु कि। अब यो जक्सनमा नि छैन भने त फेरि त्यस्तै त यो भगवान्ले लात हाने मान्छे म फेरि के भन्ने त यार। त्यहाँ पनि छ कि छैन बियर। अब यो दोस्रो जक्सनमा पायो कि माल पानी, एउटा बियर एउटा फेन्टा अनि काकालाई दिनुपर्ने रकम फिर्ता। अनि अर्को दाइहरूको यहाँ पार्टी यहाँ चलिरहेछ। इ यस्तो चलिरहेछ। ल दाइ ठिक छ है। बल्ल तल्ल यार यो दोस्रो ट्रिममा अलि पायो कि यो होइन माल पानी। काका तल गाडी खाली गर्न गएको छ। अनि आजको लास्ट काकाको माया। अनि यसरी नै 2-4 जना अरू पनि भइदियो भने 340 को यो होइन, 340 को यो ठिकै छ। हजुरहरू प्रत्यक्ष रूपमा तपाईँ र मेरो भेटघाट त हुँदैन, तर भोलिको दिनमा कारणवश कहीँनिर भइहाल्यो भने ए यार यो मान्छेलाई मैले यो ठाउँमा देखाएको थिएँ, त्यो ठाउँमा मैले लाइक गरेको थिएँ भन्ने तपाईँको मनमा रहोस् के। तर मैले देखाएको थिएँ तर लाइक गरेको थिएन भन्ने तपाईँको मनमा नरहोस् भन्न चाहन्छु म। तपाईँ यो दुनियाँसँग पोजिटिभ माइन्डमा हुनुहुन्छ भने होइन म दुनियाँ जस्तै छु, नेगेटिभ जे नहुने कुरा गर्छु, हुने कुरा गर्दैन भन्न खोजिरहनु भएको छ भने त्यही हो। देखाएको थिएँ तर लाइक गरेको थिएन भन्ने त्यही हो।